मैले पहिले भनेको थिएँ पहिला, झापा 5 मा बालेन गए के होला। आज झापा 5 को तथ्यगत अनुमानित मत परिणाम हेर्ने हो भने यहाँ प्रतिस्पर्धा होइन मतान्तरको सुनामी देखिन्छ। झापा 5 मा कुल 1,72,379 मतदाता रहेका छन्। तथ्य अनुसार कुल मतदाताबाट बालेन 60,000 भन्दा बढी मतले विजय हुनेछन् भने केपी शर्मा ओली 20,000 भन्दा कम मत ल्याएर पराजित हुने सम्भावना बलियो छ। सुन्दा अचम्म लाग्छ, तर आउनुहोस् तथ्य र केही घटित घटनाको आधारमा प्रश्न पारौँ। यो 2079 सालको झापा जिल्लाको क्षेत्र नम्बर 5 को चुनावी मत परिणाम हो। यतातिर यो चाहिँ प्रत्यक्षतर्फको मत परिणाम हो भने अर्कोतिर यो समानुपातिक तर्फको मत परिणाम हो। प्रत्यक्षतर्फ चाहिँ केपी शर्मा ओलीले 52,319 मत प्राप्त गरेर विजय भएका छन् र समानुपातिकतर्फ हेर्नुहोस् जम्मा मत खसेको छ 35,872। यता प्रत्यक्षतर्फ 52,000 र समानुपातिकतर्फ 35,000। कसरी 52,000बाट सट्टै घटेर 35,000 पुग्यो। र यता समानुपातिकतर्फ तपाईँ निहालेर हेर्नुहोस्, हँसिया हतौडामा चाहिँ माओवादीको 8,680 मत छ। त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको चाहिँ 7,370 मत छ। र यता प्रत्यक्षतर्फ न त माओवादीको हँसिया हतौडा देखिन्छ न त राप्रपाको हलो नै देखिन्छ। यसको अर्थ हो प्रत्यक्षतर्फ यी दुई दलको चाहिँ उम्मेदवारी नै उठाएको छैन र यिनीहरूको मत चाहिँ जबरजस्ती केपी शर्मा ओली अर्थात् सूर्यमा चाहिँ भोट हाल्न लगाइएको छ। यो 8,680 र 7,370 मत गरेर जम्मा लगभग 16,000 मत चाहिँ केपी शर्मा ओलीलाई गएको देखिन्छ। अर्को दृष्टिकोणबाट निहाल्ने हो भने आजको दिनमा नेपाली जनता बुझेका छन्, चेतनशील छन्। 35 वर्षसम्म देश चलाए भन्नेहरूले केही गरेनन् भन्ने कुरा जनताले राम्ररी महसुस गरेका छन्। यसरी यिनीहरूले ठग बन्धन गरेर जनता झुक्क्याएर केपी शर्मा ओलीले 2079 को चुनाव जितेको प्रष्ट देखिन्छ। त्यसैले जनता दिक्क वाक्क भइसकेका छन्। अघिल्लो चुनावले एउटा कुरा स्पष्ट पार्छ कि अब जनता नयाँलाई मौका दिन तयार छ। भदौ 23 र 24 को आन्दोलनले जनताको मनमा दबिएको असन्तोषलाई आगो चाहिँ विस्फोट गरेको छ र राजनीति चेतनालाई अझ तेज बनाएको छ। उखान टुक्का र हावा गफ गरेर म मात्र देश बनाउँछु भन्ने घमण्डी भाषणले अब मान्छे झुक्ने अवस्था छैन। त्यो कामलाई म भन्न चाहन्छु, केरुङ काठमाडौँ पोखरा लुम्बिनी रेल मार्ग बन्छ। बालेनले भाषण होइन काठमाडौँमा काम गरेर देखाइसकेका छन्। त्यसैले जनतामा उनीप्रति विश्वास छ। त्यसमा पनि रवि र बालेन एउटै दिशामा देखिँदा जनताले विकल्प मात्र होइन आशा देखेका छन्। सिधा कुटिन्छ नि कस्तो कुरा गरे हो? ए भोट माग्न हिँड्ने एमालेलाई कुटिन्छ। किन कुटिँदैन नि? कांग्रेसलाई कुटिन्छ, माओवादी कुटिन्छ। तर अचानक त्यो माथि पहाडका फेदामा लगेर चाहिँ नि अरबङको भीम टावर खड्यायो, केही काममा आएन त्यो। केपी ओली कि बालेन छ भन्दिनु त? केपी ओली कि बालेन छ दाइ? केपी ओली कि बालेन छ? त्यसकारण पनि रासोपाको प्रत्यक्षतर्फको पुरानै 11,000 मत चाहिँ यथावत नै रहनेछ र एमालेबाट र उक्त क्षेत्रको दोस्रो दल मानिने काङ्ग्रेसको आदि मत चाहिँ रासोपामा नै आउने देखिन्छ र बाँकी रहेका दल जनमत पार्टी लगायत मङ्गोल पार्टीहरूको मत पनि रासोपामा नै आउने देखिन्छ। अब 2082 फागुन 21 गते झापा क्षेत्र नम्बर 5 मा हुने आसन्न निर्वाचनमा खस्ने मतको वस्तुपूर्वक विश्लेषण यस्तो रहेको छ। ओभरअलमा अहिलेको नेपालको बदलिदो राजनीतिक अवस्था, झापा क्षेत्र नम्बर 5 का जनतामा आएको चेतनाको परिवर्तनको लहर र मेरो व्यक्तिगत विश्लेषणको आधारमा केपी र बालेनले ल्याउन सक्ने मत। बालेन र शाह 60,000 भन्दा बढी मत ल्याएर विजय हुने सम्भावना छ भने केपी शर्मा ओली 20,000 भन्दा कम मत ल्याएर पराजित हुने सम्भावना देखिन्छ। यो चुनावलाई हारजितको प्रतिस्पर्धा मात्र नठानौँ, यसलाई वर्षौंदेखि जनतालाई निराश बनाएका निकम्मा र भ्रष्ट राजनीतिज्ञहरूलाई शान्त तर सशक्त रूपमा बहिष्कार गर्ने अवसरका रूपमा लिऊँ। देशलाई सुनौलो भविष्यतर्फ लाग्न चुनावी भूमिका खेलौँ।